रमाइलो हुन्छ छोरीहरूसँग हिँड्दा ए अझै जानुपर्ने पर्दैन है साथीहरू। हाम्रो फाइनल डेस्टिनेसन चाहिँ यही रहेको छ। वाउ हाम्रो टमी। हाई टमी। के भन्नु? हेलो गाइस, वेलकम ब्याक टु माय न्यू अनदर ब्लग। आजको हाम्रो ब्लग स्टार्ट हुँदैछ। ओ माय गॉड, मैले के बिर्सेँ भनेको त एउटा बिर्सेओस्। हामी चाहिँ जाँदैछौँ। हामी कहाँ जाँदैछौँ अरे? शङ्करबेली जाँदैछौँ साथीहरू। हामी चाहिँ यहाँ हाम्रो ड्राइभ पिकनिक छ आज फ्यामिलीको। आज चाहिँ हामी शङ्करबेलीमा गएर के गर्छौँ है त। हाम्रो लेजेन्ड मान्छेहरू हुनुहुन्छ। आमा कस्तो हुँदैछ? रमाइलो हुन्छ छोरीहरूसँग हिँड्दा नाना के हुँदैछ? मलाई पनि निकै रमाइलो भइरहेको छ। बहिनीहरूसँग आमा छोरा जाँदैछु। हाम्रो बेबीलाई कस्तो हुँदैछ? सफारीको चाहिँ साउन्ड आइरहेको छ, त्यही भएर केरेङ केरेङ आयो होला। ए अझै जानुपर्ने पर्दैन है। हामी फाइनली आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा। हाम्रो डेस्टिनेसन चाहिँ यहीँ हो, शङ्करबेली। के बोकेको? पर्पल पिङ्क बेबी तिमीलाई कस्तो लाग्यो यो ठाउँ? बेबी राम्रो मन पर्यो साथीहरू। हाम्रो फाइनल डेस्टिनेसन चाहिँ यही रहेको छ। वाउ कति राम्रो रहेछ। बट यस्तो देखिएको छ अहिले चाहिँ बिना सिजनमा आएर हो। साथीहरू यस्तो रहेछ यहाँ चाहिँ शङ्करबेली चाहिँ। हाम्रो टमी। हाई टमी। भनेपछि यहाँ वैशाख अन्तिममा चाहिँ आउनुपर्ने रहेछ है। अगाडि नै आइपुग्यो साथीहरू। आज चाहिँ हाम्रो ड्राइभ पिकनिक हो, फ्यामिली पिकनिक। सो आजको हाम्रो यस्तै छ। आज दिनले पनि साथ दिएछ हामीलाई। हेलो साथीहरू। सो आजको हाम्रो चाहिँ यस्तै रहेको छ दिनहरू है। सबै फोटो खिच्यो। अब खानातिर लागिन्छ साथीहरू। यस्तै छ आजको हाम्रो दिनहरू। एकदम धेरै मौसमले साथ दिएको छ हामीलाई चाहिँ। पुरै शीतल छ साथीहरू। यो चाहिँ हाम्रो आजको। अहिले त मामालाई दोष दिँदै थियो त। यहाँ दुईटा आमा होला। कस्तो भयो बेबी तिमीलाई पिकनिक? कस्तो भयो भन्दै नानालाई? ग्रेट। मामासँग ल थ्याङ्क यू सो मच। चटपटे वाली क्यामेराम्यान मोडल चेस भन न तिम्रो। उडर एउटा भुत जस्तो देखिन थाल्छ कि। है ब्लग वाली। हाम्रो ठाउँ चेन्ज भएर यहाँ आइपुग्यौँ पानी परेर। यो खाने
जाउँ 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 साथी हो अब हाम्रो सक्यो आजको तपाईँ खुट्टा यतापट्टि राख्नु आजको हाम्रो ड्राई सक्यो ड्राई पिकनिक सम्यो कस्तो भयो आजको पिकनिक खै तँ अलिक हो ए ल अब हामी घर जाँदैछौँ मेरो फोन त यहीँ आज हाम्रो डे आउट सक्यो के भन्नु आजको हाम्रो पिकनिक सक्यो पस्दै गर्दा गाडी कुदेछ तैँले कुदाएको ल अनि त्यही फेरि भन्दै त के गर्नु अरे राख्नु लेट्स गो बित्ताली कुदाउनु है भन्दै यसको हँसाइ हेर्नु न त्यस्तै छ हामीलाई रमाइलो भयो नभयो तर हाम्रो सम्यक खिमदुङलाई चाहिँ साह्रै रमाइलो लागेछ नि सम्यक फेरि आउनु मन लाग्छ ए कतै मन पर्दैन हो जति राम्रो बनाएको आउनुहोस् आउनुहोस् फाइनली घरमा ल्यान्डिङ भइसक्यो ए यस्तो हालतमा आइयो घर पनि